आजको हाम्रो यात्रा रामधुनीसम्मको तपाईँलाई कस्तो लाग्यो भेनाजु? एकदम राम्रो छ। हामी सबै उता घुमेर अहिले हामी यो धुनी आज बन्नु पर्छको नयाँ साल कहाँनिर छ धोनी? धुनी यहाँ तपस्या गर्नुभएको ठाउँ प्रियतम महाराजले 12 वर्षसम्म तपस्या गरेर यहाँ धुनी चाहिँ यहाँ सधैँभरि यतिकै हुन्छ, यो कहिले निप्दैन। यो दर्शन गऱ्यौँ। अब हामी चाहिँ अब सकेर फर्किन लाग्यो। को आउनु भएको तपाईँहरू? सबै फ्यामिली मिलेर आएको नि। सबै फ्यामिली आउनु भएको। दिदीलाई कस्तो लाग्यो त भेनाजुसँग आउन पाउँदा? राम्रो खुसी लाग्यो, रमाइलो ठाउँ रहेछ। सबै मन्दिर सबै घुम्न पाइयो, धेरै रमाइलो लाग्यो। हो हजुरले पनि एकपल्ट आउनुभएको छ हेर्न आउनुहोस्, दर्शन गर्न आउनु होला होइन। एकदम आज त भक्तजनहरूको भिड छ। यहाँ नातिनीलाई गाह्रो भइसक्यो, केटाकेटीको बिजक भइसक्यो, उहाँ लडिसक्यो, उहाँ देख्नुभयो ऊ गर्दैछ ऊ। तपाईँलाई चाहिँ कस्तो लाग्यो नि? रमाइलो मात्रै लाग्यो? ल मम्मी भनिहाल्नु है कस्तो लाग्यो? एकदम रमाइलो लाग्यो, सबैजना आउनुहोस् यहाँ, राम्रो लाग्यो एकदम। बुवालाई कस्तो लाग्यो? बुवालाई खोकी लाग्यो?